यही मान्छे होइन तपाईँ हाम्रो 35 वर्षसम्म खुल्न नसकेका आँखाहरू खुलाइदिने। यदि यो मान्छेले 21 जना ती होनहार युवाहरू बोकेर संसद भवनभित्र छिर्दैन्थ्यो भने यिनीहरूले त तपाईँ होइन अहिले पनि त लुटिरहेका हुन्थ्यो होला। देशलाई त यिनीहरूले यसरी लुटेका रहेछन् कि खोक्रो बनाइसकेका रहेछन्। जब यो मान्छे संसद भवनभित्र गएर जनताका आवाजहरू उठाउन थाल्यो, त्यो भित्रका काला कत्तुहरू बाहिर ल्याउन थाल्यो, अनि पो बल्ल यो मान्छे सबैको तारो बन्न थाल्यो। कहिले नमिल्ने पूर्व र पश्चिमका दुई विपरीत ध्रुवका ठुला दलहरू कसरी मिलेका थिए तपाईँहरूलाई याद छ नि? जब यिनी दुईवटा ठुला दलहरू मिलेर सहकारीको सह पनि नदेखेको मान्छेलाई 5-5वटा जिल्लामा मुद्दाको भारी बोकाइदिएका छन्। सबैको तारो बनिरहेको छ यो मान्छे। काङ्ग्रेसको तारो रवि लामिछाने, एमालेको तारो रवि लामिछाने, माओवादीको तारो रवि लामिछाने, ठुला मिडिया हाउसको तारो रवि लामिछाने।